भन्थ्यो तर आज चुनेको थियो। अनि आज भाइको बर्थडे पनि, त्यही भएर आज हाम्रो भेट भयो। अनि राजालाई ह्याप्पी बर्थडे। अब हामी चाहिँ खानु स्टार्ट गर्दैछौँ। मम्मी हेर न हाँसेको ब्याकग्राउन्डमा आउँछ क्या। कतिको स्पाइसी रहेछ छ भने त ठिक छ। मुखपानी स्टार्ट भइसक्यो भाइ। भिडियो बनाइरहेको छ त मासु पनि खाऊ न त। नबोल्न के बोलेको सुनिन्छ भन्छ। चाहिँ सुँगुरको सेक्वा मेरो लगाइ लास्ट मिठो छ। 지금 줘봐죠. 뭔지를 알려주죠? 오늘 수업 나와야 또 가능하잖아. 아이 나와. 맞아. 들어갈. कसरी हाल्दै रहेछ मुखबाङ गरेर Over Piro, very spicy guys. Korean bulldog ramen. Kan देखिन दो आइस करो मेरे का. Challenge गरे भने त तपाईले जिति हाल्नु दिएछ नि. म त नसक्ने रहेछ त काठे. म जिति हाल्छु नि. Oh my god. रामले खाइसके
भोक लाग्यो त खाना त नसकिने रहेछ। काकाम त्यहाँ बसेर यसो गर अब अल्ट्रासाउन्ड दिनु छ नि राम्रो छ त्यो राख्नु पर्ने पेपरमा त जाउँ यस्तो च्यातेर चिन्नी लाग्यो भनेको म त अगाएँ मासु त खानु थोरै बिहान पनि रहनु खाएको अब काकालाई फेरि मुखपान गर्नु लाउँ न उसको सिङ्गर एउटा हुन्छ कुन खानु हौ मासु गाई कुन खाम हौ मासु पनि कुन खाम भयो धेरै भएर सुँगुरको मासुमा पल्केर हो भनेर काकालाई बोलाऊ तिमी उता जाऊ न तिमी आइहाल्छौ नि त्यसो गरेको त कस्तो काटिदिनु नि खतरादार रहेछ गाइस म चाहिँ अगाएँ मुखबाङमा जस्तो नसकिने रहेछ गाइस जुस हजुर जुसै स्पेसल घरमै बनाएको अर्ग्यानिक छुट्टै मिठो छ है गाई सुँगुरको मासु चाहिँ मुला खाएर पचाउनु पर्यो फर्स्ट नै लास्ट होला जस्तो भयो त मेरो त म गएको भिडियो त कसरी खाँदो रहेछ मम्मामा 5-5वटा रामेन चाहिँ 3-4 केजी सुँगुरको मासु उसिनेको मासु ओके बाई बाई गाइस हामी चाहिँ फर्स्ट एन्ड लास्ट नै होला जस्तो छ